स्थानीय भाषा समावेश गर्ने भनेर तपाईँहरूको माग आएको थियो। अब शैक्षिक अनुदान र शैक्षिक सुधारका कार्यक्रम त मैले अघि पनि भनिसकेँ। आर्थिक कुराहरू हाम्रो सबै अनलाइन मार्फत छ र त्यहाँ तपाईँको डेटाहरू पनि सबै इमेज मार्फत हामीले डिजिटलाइज गरेका छौँ। तपाईँहरूले हेर्नुभयो भने त्यसमा सबै शिक्षा शाखा मार्फत दिन सक्नुहुन्छ। त्यो पारदर्शी भएकै छ। त्यसमा कुनै समस्या छन् भने तपाईँहरूले थप सुझाव दिन सक्नुहुन्छ। अब पालिकाको पाठ्यक्रम त हामी पाठ्यपुस्तक त हामीले छापिरहेछौँ, तर जुन स्थानीय भाषा विशेष गरी यहाँ बढी अवधि भाषामा बोलिन्छ यो चाहिँ हामीले चालु आर्थिक वर्षमा तपाईँहरूले भन्ने बित्तिकै चाहिँ यो गर्न सक्ने अवस्था रहेन। यदि स्थानीय स्तरमा गाउँ शिक्षा समितिले अवधि भाषामा स्थानीय पाठ्यक्रम बनाउने निर्णय गरेर अगाडि बढेमा मैले शिक्षा शाखाको शाखा प्रमुखसँग अघि पनि भने हामी त्यसको लागि, किनकि यसको लागि फेरि माथिबाट अनुमति पनि लिनुपर्छ भाषिक हिसाबले प्रक्रिया प्रतिष्ठानबाट। यी सबै प्रक्रिया पुरा गर्नको लागि म तयार नै छौँ। यसको लागि आवश्यक बजेट विनियोजन भयो र स्थानीय शिक्षा समितिले त्यो निर्णय गर्यो भनेपछि म कार्यान्वयन गर्नको लागि प्रमुख प्रशासक हिसाबले म तयार नै छु। चालु आबोमा हामीले यो सम्पन्न गर्न सकेनौँ, किनकि 3-4 महिनामा यो सबै कुराहरू सम्पन्न पनि हुन्न। यो आर्थिक वर्षमा अध्यक्षजी लगायत हाम्रो यहाँ जनप्रतिनिधिहरू हुनुहुन्छ, हामीले अवधि भाषा अथवा अन्य कुनै स्थानीय भाषामा पाठ्यक्रम बनाउन आवश्यक हो, पाठ्यपुस्तक छाप्न आवश्यक हो भने त्यसलाई नेपाल सरकारको चाहिँ नास्ट लगायतका संस्थाहरूबाट अनुमति लिने विषय र अन्य संस्थाबाट समन्वय गर्ने विषय र शिक्षा शाखा मार्फत स्रोत व्यक्ति ल्याएर पाठ्यक्रम बनाउने विषयमा म पूर्णतया सहयोग गर्नेछु। तर त्यसको लागि आवश्यक बजेट र नीतिगत व्यवस्थापन हुन चाहिँ जरुरी छ। अर्को चाहिँ जानकी गाउँपालिका वडा नम्बर 3 मा रहेको गौशालालाई व्यवस्थित गर्दै लैजाने भन्ने विषय थियो। यो चाहिँ जिल्लाको सिडिओ साहबले पनि हाम्रो यहाँ स्थानीय स्तरमा उपाध्यक्ष अध्यक्ष लगायत विपद व्यवस्थापनका सबै साथीहरू र वडा नम्बर 3 को वडा अध्यक्षहरूले पनि यो व्यापक रूपले जनसमुदायको माग आइसकेपछि हामीले पटक पटक त्यहाँ गएर अनुमोदन गऱ्यौँ र गाईहरूको निरन्तर उपचार गर्नको लागि मैले पशु शाखा प्रमुख मार्फत र वडा नम्बर 4 को पशु कर्मचारी मार्फत निरन्तर हामीले 3-4 पटक व्यवस्थापन गऱ्यौँ र त्यहाँ अनुगमन गरिसकेपछि हामीले अघि पनि भने मैले हामीले कति पराल दियौँ र केही हामीले त्यहाँको काम गरेको कर्मचारीहरूले पैसा पाएको छैन भनेर हामीले तलबको रूपमा होइन 70-70 हजारको दरले उहाँहरूलाई थोरै खाजा खर्च होला भनेर गाउँपालिकाबाट अध्यक्ष लगायत गाउँ कार्यपालिकाको बोर्डले निर्णय गरेको त्यो गौशाला व्यवस्थापन भएको 4 लाख रुपियाँ मध्येबाट 1,40,000 उहाँहरूलाई हामीले वितरण गऱ्यौँ र त्यो परालमा गएको पैसा 1,40,000 पैसा बाहेक हामीले त्यहाँ वडा नम्बर 4 को सिफारिसमा त्यहाँ एउटा सायद समिति छ, सायद केही रकम चाहिँ त्यहाँ उहाँहरूले खर्च गरेको उहाँहरूको खातामा गएको छ। त्यसको विवरण चाहिँ आउन बाँकी छ, सायद उहाँहरूले ल्याउनुहुन्छ होला। हामीले हाम्रो तर्फबाट